एक महिना माइत बसेर आउने भनेको होइन अनि एक महिना भनेको एक दिनमा 4 जानिन्छ एक दिनलाई 4 गर्ने होइन एक दिनलाई 4 भनेपछि 6 पन्चे 6 चौको 24 अनि 4 डिभाइड बाई 30 30 डिभाइड बाई 4 गर्ने अनि जम्मा 6 दिन बस्ने अनि म चाहिँ 6 चौको 24 एक महिना बस्छु भनेको अनि जम्मा 6 दिन बस्ने अनि म अनि 4 दिन भनेको एक दिनमा 4 दिन बित्छ होइन कसरी 4 दिन बित्छ एक दिन बिहान दिउँसो बेलुका राति 4 दिन गयो होइन अनि 6 दिनमा त बिहान कतिवटा हुन्छ बिहान 6 दिनमा 6वटा बिहान 6वटा दिउँसो 6वटा बेलुकी 6वटा राति गरेर 6 चौको 24 भइसक्यो होइन अब रह्यो कति 6 दिन भनेको एक दिन थप्दाखेरिमा 7 दिन गर अनि त्यो 2 दिन बिहान र दिउँसो रहन्छ अनि त्यो सर्लक्क तिमीलाई एक्स्ट्रा बोनस गरेर तिमीलाई 8 दिनको दिन घरमा यहीँ आउने अनि तिमी एक महिना त बसिहाल्यौ नि बिहान दिउँसो बेलुका राति होइन एक दिनमा 4 सकिहाल्छ अनि तिमी एक महिना बस्ने भने एक महिना काउन हुन्छ त अनि बिहान एउटा दिउँसो एउटा राति एउटा होइन बिहान दिउँसो बेलुका राति अनि 4 पहर गइसक्छ त अनि 4 पहर त हो नि तिमी एक महिना बस्ने भनेको अनि 7 दिन भनेको त तिम्रो लागि त धेरै हो 7 दिन भने त 6 चौको 24 24मा 4 जोड्यो भने 28 हुन्छ अनि त्यही तिमी अलिकति त्यही एक दिन जाऊ नि मैले एक महिना बस्छु भनेको के 30 दिन अनि मैले दिन मात्र भनेछु त बिहान बेलुका साँझ राति 4 पहर गइसक्यो होइन अनि 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 गन त एक दिन एउटा भयो ल भयो